नमस्ते सबैजनालाई। आज पनि म चिकन बनाउँदैछु। फेरि यो मैले म्यारिनेट गरेर राखेको छु। भित्र मसाला पसालेर एकदम हातले मजाले मोलेर घरकै मसालाबाट म्यारिनेट गरेर राखेको थिएँ। फेरि अब यसलाई बनाउँदैछु। र यहाँ प्याज मैले भुनिसकेँ। तेलमा प्याज हालेर अनि थोरै मसालाहरू पड्काएर दालचिनी काली मिर्चहरू पड्काएर मैले यहाँ जिरा पड्काएर गरेँ। अब यसमा जान्छ फेरि थोरै अदरक लसुनको पेस्ट। यो मैले सिलौटोमा आफैले बनाएर यसरी राख्छु अनि चाहिएको बेलामा यसरी हाल्ने। अब यसलाई पनि यसरी मिलाउने अनि त्यसपछि त्यसमा जान्छ फेरि यो टमाटरको पेस्ट। टमाटर यसमा राखेर अनि यसलाई पेस्ट बनाएर अनि यसरी यहाँ फेरि हालेर अनि यसरी यहाँ मिलाएर प्याज कालो भएपछि अलिअलि ब्राउन भएपछि टमाटरको पेस्ट हालेर यसरी यसमा अलिअलि फेरि मिलाएर भुन्ने। अनि त्यसपछि फेरि मसाला घरकै मसाला यो मसाला यसरी फेरि यसमा मिलाएर अनि मसालालाई पाक्न दिने। मसाला पाक्दैछ, यता पनि मेरो चिया चल्दैछ। यो झिलिङ्गा चिया पनि चलिरहेको मेरो, खाइराखेको छु। यता चलिरहेको मेरो, यता मसाला पनि पाक्दैछ। अनि मसाला पाकिसकेपछि नै मसाला पाक्दैछ यहाँ एकदम राम्रोसँग। मसाला पाक्दैपछि अघि नै मैले पापड पनि फुडाइसकेको थिएँ। पापड फुडाएर राखिसकेको छु। हेर्नुहोस्, तपाईँहरू देख्न सक्नुहुन्छ मसाला पाक्यो। मसाला पाकेपछि फेरि अब यसमा ग्रेभी बन्छ। हेर्नुहोस् एकदम राम्रो। अब यसमा चिकन जान्छ। अघि नै मैले म्यारिनेट गरेर राखेको चिकन मसालामा यसरी राखेर अनि मसाला सबै चिकनमा मोलेर यसरी चलाएर यसरी ल हेर्नु साथीहरू कस्तो राम्रो देखिएछ। पुरा मसाला चिकनमा मोलेर यसलाई पाक्न दिने। ल यसलाई छोपेर फेरि पाक्न दिने। ल हेर्नु ल पाक्दैछ। ल हेर्नु कस्तो मिठो बन्दैछ नि त, देख्दा पनि कस्तो राम्रो बन्दैछ। ल हेर्नु अच्छे से पकाना यसको। ल साथीहरू, मासु पाक्यो। यो रहेको छ ग्रेभीवाला चिकन। यहाँ रहेको छ स्यालेड, प्याज, मिर्ची त हुनै पर्यो, तिखी, 2टा रोटी, अनि यहाँ रहेको छ पापड। रोटीको साथ यो ग्रेभी चिकन एकदम मिठो हुन्छ। हजुर।